दर्शकबिन नमस्कार, साथै शुभ बिहानी। जय श्री कृष्ण, राधे राधे। प्रस्तुत छ 2082 साल असोज महिना 3 गते शुक्रबार, तदनुसार 19 सेप्टेम्बर 2025 को दैनिक राशिफल। आज पनि सदा चाहिँ शुभ बिहानीका साथमा शुभ राशिफल लिएर उपस्थित भएको छु। तपाईहरुलाई हार्दिक स्वागत छ। देश तथा विदेशमा रहनुहुने आदरणीय व्यक्तित्व, मान्यजन, शुभचिन्तकहरुमा हार्दिक अभिवादन टक्राउन चाहन्छु। तसर्थ प्रत्येक व्यक्तिको जीवनमा पर्ने ग्रह गोचरको विश्लेषणका साथमा मेष राशिदेखि मीन राशिसम्मको विवरण प्रस्तुत गर्न गइरहेको छु। कृपया स्वीकार्नुहोस्। र आउन सुरु गरौँ आजको शुभ राशिफल। राशिफल सुरु गर्नुभन्दा पहिला म यहाँलाई सानो जानकारी गराउन चाहन्छु। कृपया यदि यो च्यानलमा सब्स्क्राइब गर्नुभएको छैन भने र जो कोही च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र साथसाथै साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला र यो भिडियो सबै साथीभाइमा सेयर पनि गर्नुहोला भन्दै अब आउन सुरु गरौँ आजको शुभ बिहानीका साथसाथै शुभ राशिफल। र सबैभन्दा पहिला मेष राशि। मेष राशिमा आज पारिवारिक सन्दर्भमा बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बोलीको प्रभावले आँटेको कार्य सिद्धि गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सृजनात्मक कामबाट ख्याति मिल्न सक्छ। पर्याप्त गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुन सक्ने समय रहेको छ। वृष राशि। वृष राशिमा आज कार्यक्षेत्रमा काम बिग्रने डरले मनमा अज्ञात भए रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अध्यात्मकतिर सुझाव रहनेछ। अरूको खर्कापमा काम गर्न बाध्य भइनेछ। फजुल खर्च बढ्नाले सञ्चित रकम समेत खर्च हुनेछ। उधारोमा व्यापार गर्नु पर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनु पर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय रहेको छ। मिथुन राशि। मिथुन राशिमा आज आफन्तहरूसँग रमाइलो समय बित्नेछ। पहिला गरिएको कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवनमा प्रेम सम्बन्ध सुमधुर रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। दिन उत्साहवर्धक रहनेछ। नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्। मिहिनेतले नाम दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामका सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ। लगनशीलताले कर्मसिद्धि हुन सक्ने समय रहेको छ। कर्कट राशि। कर्कट राशिमा आज वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रशासनिक वा राज्य पक्षबाट सोचे जस्तो सहयोग प्राप्त नहोला। स्वास्थ्यलाई लिएर आहार विहारमा ध्यान पुर्याउनुहोला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। परिवर्तनले चुनौती निम्ताउन सक्छ। ठुलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। उपलब्धिको स्रोत भने पहिलाउन सक्ने समय रहेको छ। सिंह राशि। सिंह राशिमा आज प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरीको लागि अनुबन्ध स्वीकार हुनेछ। स्वास्थ्यमा पेट सम्बन्धी समस्या होला। सावधान रहनुहोला। ऋण दिनेदेखि बच्नुहोला। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्ने समय रहेको छ। कन्या राशि। कन्या राशिमा आज
व्यापार व्यवसायमा आफन्तहरूको साथ नमिल्ला, पारिवारिक समस्याले खर्चमा वृद्धि हुनेछ। पशुधन वा कृषि क्षेत्रबाट लाभ आर्जन गर्न सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ। अरूको भरले मात्र काम पुरा नहुन सक्छ। अनुकूलको बेला मनोजनको सहयोग लाभदायक रहनेछ। रोकिएका काम दोहोऱ्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने समय रहेको छ। तुला राशि। तुला राशिमा आज समाजमा प्रतिष्ठा बढ्नेछ भने महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारमा सल्लाह आवश्यक लिनुहोला। व्यापार व्यवसायमा मनज्ञ लाभ प्राप्त हुनेछ। दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेका सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुन सक्ने समय रहेको छ। वृश्चिक राशि। वृश्चिक राशिमा आज आय आर्जनका नयाँ स्रोतहरू निर्णय हुने छन्। आर्थिक पक्ष सबल रहनेछ। घरमा गृहिणीलाई जीवनसाथीबाट उपहार मिल्नेछ। पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ। पहिले आलस्य गर्नाले काम सम्पादन भने धेरै समय लाग्न सक्छ। आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। सरसापटमा गरेको रकम हात लागि हुन सक्ने समय रहेको छ। धनु राशि। धनु राशिमा आज धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पुरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्म सञ्चय गर्ने समय छ। सामाजिक कामले नाम दाम र इनाम दिलाउनेछ। मिहिनेतले राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रभुत्व गराउन सक्ने समय रहेको छ। मकर राशि। मकर राशिमा आज मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। रमाइलो यात्रा र भेटघाटको अवसर जुट्नेछ। व्यापार बढ्नुका साथै मनज्ञ रकम हात लागि हुनेछ। विशेष उपहार प्राप्त हुने समय छ। टाढाका आफन्त नजिकिनै छन् भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेत गर्दा उद्देश्य प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। समाज सेवा र नोकरीतर्फ गरिएका कामको समेत राम्रै मूल्याङ्कन हुन सक्ने समय रहेको छ। कुम्भ राशि। कुम्भ राशिमा आज पुरा गर्न नसक्ने बाचा कसैलाई नदिनुहोला। प्रेम सम्बन्धलाई प्रगाढ बनाउन सक्नुहुनेछ। युवा वर्गहरू करियरलाई लिएर चिन्तित रहनुहुनेछ। सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारो परिस्थिति सुल्झाउन केही समय जुट्नु पर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउन सक्ने समय रहेको छ। र अन्तमा मीन राशि। मीन राशिमा आज धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन हुनेछ। कार्यक्षेत्रमा इष्टमित्रहरूको सहयोग पाइएला। अधिकारी वर्गहरू हजुरको कार्यशैलीबाट प्रसन्न रहनेछन्। नयाँ काम थालनी गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा पनि मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। रोकिएका काम पुनः प्रारम्भ गर्न सक्ने समय रहेको छ। दर्शक यो थियो आजको शुभ राशिफल र जान्दै म यहाँलाई फेरि पनि सानो जानकारी गराउन चाहन्छु। कृपया यदि यो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने र जो कोही च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र साथसाथै साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला र यो भिडियो सबै साथीभाइमा सेयर पनि गर्नुहोला भन्दै आजका लागि शुभ बिहानीका साथसाथै शुभ राशिफलबाट बिदा हुन्छु। राशिफल जे जस्तो भए पनि तपाईँहरूको दिन मङ्गलमय रहोस् र तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुखी र खुसी रहनुहोला भन्ने कामना गर्दै बिदा हुन्छु। हस्त नमस्कार, जय श्री कृष्ण, राधे राधे।